हेलो गाइस, अर्जुन माइनिङ भ्लग के छ खबर हजुरहरू? सबै सन्चै हुनुहुन्छ होला, सबै आरामै हुनुहुन्छ होला। के छ अनि हजुरहरूको खबर? सबैले माया गर्नु होला, सबैले साथ सपोर्ट गर्नु होला। अनि युट्युबमा लागेको अहिले 1 महिना जति भइरहेको छ, तर सबैले माया गर्नु भएको छ, सबैले सपोर्ट गर्नु भएको छ। यसरी नै सबैले माया गर्नु होला। अहिले मेरो साथीहरू 100 सब्सक्राइब हुनुभएको छ। धेरै धेरै माया छ हजुरहरूलाई, धेरै धेरै मिठो सम्झना छ। सबैले यसरी नै सधैँभरि साथ सपोर्ट गर्नु होला। म नि हजुरहरूलाई सधैँ माया गर्नेछु, सधैँ सपोर्टहरू गर्नेछु हैन। तर सानो सानो कन्टेन्टहरू बनाएर ल्याउँदैछु हजुरहरूको सामुन्ने मैले, किनकि अब यहाँ त्यति धेरै गर्ने ठाउँ हुँदैन हैन। त्यही भएर म त्यति धेरै दिन पाउँदैन हजुरहरूलाई कन्ट्र्याक्ट। त्यही पनि म सानो सानो कोसिसहरू गर्दै राख्छु, सानो सानो मिहिनेतहरू गर्दै राख्छु। हजुरहरूको माया, हजुरहरूको साथ सपोर्ट यस्तै सधैँभरि दिनु होला, सधैँभरि मलाई माया गरिदिनु होला। हजुरहरूलाई पनि मैले सधैँभरि सपोर्टहरू गर्छु। मलाई धेरै ठुलो सपनाहरू छ, मलाई युट्युबमा भ्लगर बनाउने भनेर हैन गाइज। यस्तै हो जिन्दगी भनेको, कसैलाई पनि सपना हुन्छ केही ठुलो गर्ने, केही बनाउने भनेको लागि हैन। तर पनि अब के गर्ने, अब परदेशको जिन्दगीमा यस्तै छ। अब काममा पनि प्रेसर मिल्छ, अब सबै कुराको टेन्सन हुन्छ, सबै कुराको ह्यान्डल गर्न जान्नुपर्छ हैन। त्यही भएर गाइज यस्तै हो। त्यही भएर सबैले माया गरिदिनु होला, सबैले साथ सपोर्ट गरिदिनु होला। एउटा सानो मान्छे, अहिले पनि म ड्युटीमै आएको छु। यस्तो छ हाम्रो काम गर्ने ठाउँमा। तर के गर्नु गाइज, यस्तै हो। सबैले माया गर्नुपर्छ, सबैले साथ सपोर्ट गर्नुपर्छ गाइज। तर सपना मान्छेले एउटा मिहिनेत गर्नुपर्दो रहेछ हैन। मिहिनेत गरेपछि सबै कुरा पुग्दो रहेछ के। तर एक्कासी मथि जान्छु भन्ने कसैलाई पनि जानु पर्दैन के। बिस्तारै 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 सबै सिकेपछि, सबै कुराहरू जानेपछि मात्रै मान्छे अघि बढ्दो रहेछ के। तर बुझियो, मैले हेरेको थिएँ सबै साथीहरूलाई, सबै युट्युबमा काम गर्ने जति मान्छे हुनुहुन्छ नि, तर उनीहरूले पनि धेरै मिहिनेतहरू गर्नुहुन्छ कि, धेरै उयोहरू गर्नुहुन्छ कि। तर उनीहरू अहिले लास्ट टाइममा सफल भएरै छाड्नु भएको छ। त्यही भएर सफल आफूले मिहिनेत गर्नुपर्छ, मिहिनेतको फल अवश्य पाउँछ। तर अलिकतै मान्छेले आफ्नो समय टाइम दिनुपर्दो रहेछ हैन। मिहिनेत गर्नुहोस्, मिहिनेतको फल अवश्य मिल्छ। सबैले माया गर्नुहोस्, एकअर्कालाई सपोर्ट गर्नुहोस्, एकअर्कालाई सेयर गर्नुहोस्। जति सक्नुहुन्छ यो भिडियो सेयर गरेर सबैलाई केही कुराहरू, नजानेको कुराहरू पनि सिकाउनुहोस्। मैले नजानेको कुराहरू हजुरहरूले सिकाउनुहोस्, हजुरहरूको नजानेको कुराहरू मैले सिकाउँछु हैन। यस्तै हो गाइस जिन्दगी भनेको। सबैले एकअर्काले हेल्प गरेपछि, एकअर्काले सबैले सपोर्ट गरेपछि मान्छे पुग्दो रहेछ, राम्रो सफल हुँदो रहेछ भन्ने एउटा मलाई आशा छ, एउटा मलाई ऊ छ हैन। त्यही भएर गाइस सबैले माया गर्नु होला, सबैले सपोर्ट गर्नु होला गाइस हैन। म हजुरहरूलाई जति सक्दो एउटा सानो मेरो मनको कुराहरू हजुरहरूलाई बताउँदै गर्छु, मेरो मनको कुराहरू हजुरहरूलाई सुनाउने गर्छु। त्यही भएर सबैले मलाई एउटा माया गर्नु होला, सबैले मलाई एउटा सपोर्ट गर्नु होला हैन गाइज। यस्तै हो। अहिले म नि अब कामतिरै छु गाइज। पछि भेटौँला, नयाँ नयाँ कन्टेन्टहरू म सानो सानो कन्टेन्टहरू लिएर आउँछु ल। सबैलाई मिठो माया सम्झना छ गाइज। टेक केयर अल टाइम। फेरि पनि नयाँ एपिसोड, नयाँ एउटा भ्लग लिएर म छिटोभन्दा छिटो आउनेछु हजुरहरूको साथमा। लभ यु अल गाइज।